हेलो गाइस, आज इलाम जान आँटेको छु। इलामको पाथिभरा मन्दिर अनि हाम्रो सुरुवात आज सुरुङ्गादेखि हुनेछ। सुरुङ्गादेखि इलामसम्म। मैले एउटा भिडियोमा भनेको पनि थिएँ 1 लाख सब्सक्राइबर 1 मिलियन भ्युज अनि 4000 लाइक्स भयो भने फेस रिभिल गर्छु भने थिएँ। अब चाहिँ म सिधै इलाममा भेट्छु। अब फाइनल चाहिँ म इलाम पुगिसकेको छु। इलाममा चाहिँ धेरै नै चिसो छ। अहिले आउनु आँट्नुभएको छ भने स्वेटरहरू क्यापहरू लिएर आउनुपर्छ। तर धेरै बाक्लो बाटो पनि धेरै अप्ठ्यारो छैन। अहिले चाहिँ म पाथिभरा मन्दिर जान आँटेको छु। अहिले चाहिँ म मन्दिरतिर तर्फ लागेको छु। अब चाहिँ हामी कुनै गाडी छ भने 1.5 घन्टामा पुगिन्छ। एक प्रोफेसनल मान्छे हो भने नत्र 1-2 घन्टा त लाग्छ। फेरि यहाँदेखि कन्याम जाने हो भने चाहिँ 1.5 घन्टा एक्स्ट्रा लाग्छ है। मन्दिरमा चाहिँ धेरै छिटो छ। रोजी आउनु घुम्न फर्स्ट टाइम भनौँ न। अनि अब मौसम चेन्ज हुँदो रहेछ यहाँ। अहिले झापातिर घाम लाग्छ, इलामतिर टाढो टाढो। गाडी आयो, गाडी गाडी आयो। फन्ड पनि बनाएर गाडी पनि अगाडिको भ्यू हेर्नु न, राम्रै छ। अब चाहिँ म उहाँ माथि गएर पनि भ्यू देखाउँछु। अनि उहाँ हेर्न सक्नुहुन्छ। म त्यहीतर्फ लागेको छु। अब म मन्दिरतर्फ गएर भिडियो सुरु गर्नेछु। सक्नुहुन्छ मन्दिरको भिड। तर हामी यो मन्दिर जान आँटेको होइन। आज चाहिँ के हो र मम्मी? सटर्डे होइन हौ। किन आज पूजा गर्न आउने हो भनेको? म सारङमा आएको छु। अहिले चाहिँ यहाँ पहिला पूजा गर्नु नि अनि माथि। पहिला यहाँ पूजा गरेर मात्रै माथि हो नि त। यहाँ पूजा गरेर मात्रै माथि जानु। यताबाट जानु बाटो हेर्न सक्यो। यहाँ चाहिँ यहाँ पूजा गरेर त्यतातिर जानु। माछाहरू छन्। फोहोर पानीले गर्दा केही देखेको छैन। एउटा ओरेन्ज कलरको माछा देखेको छु मैले। क्यामेरा एङ्गललाई भ्याएन। उहाँ पर पनि एउटा छ। उहाँ पर ओरेन्ज कलरको। देख्न सक्नुहुन्छ। कति सिडी हो थाहा छैन।
मान्छे पाथी भएर यहाँ चाहिँ सिँढी छैन उकालो ओह्रालो यही हालत खराब भयो मोटे हुनेको बेफाइदा गाई जाने चढ्दैन चढी गल्देको गाई अब हामी पूजा गर्नतर्फ लागेको छौँ अब चाहिँ म सिँढीतर्फ लागेँ सयौँ हजारौँ कति सिँढी छ उसको अनुमान लगाउन धेरै गाह्रो अझै नर्सरी छ 10 11 12 13 14 15 16 17 18 ओए कत सिँढी आछ र क्यामेरा के भन्नु म तारा खसाइदेऊ न म तारातर्फ लागेको छु एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई डाकेको एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई डाकेको रेशम फिरी उडेर जाउँ कि डाँडामा भन्छन् रेशम फिरी उडेर जाउँ कि डाँडामा भन्छन् रेशम फिरी तिम्रो मेरो माया बस्यो दो बाटोमा कुरी कुकुरलाई मलाई चाहिँ सर्प देख्न सक्नुहुन्छ सर्प देख्न सक्नुहुन्छ सहेरा बिन्दै बिन्दै आएन रातै म फेरि मङ्किस्टमा पर्ने पूजा गर्दा पनि जान